टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ आजदेखि यम पञ्चक सुरु, काग तिहार भने भोलि सम्बन्धी प्रसङ्गबाट। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यम पञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। बिहिबार बेलुकी यम दीपदान सुरु गर्नुपर्नेछ। यस वर्ष यम दीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कार्तिक 28 गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। तिथिको घटबडका कारण यस्तो भएको उनले बताए। त्रिदशी भएका दिन यम दीपदान सुरु गर्नुपर्ने र प्राप्तकालमा त्रिदशी भएका दिन काग तिहार मनाउनु पर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो। गौतमले भने धवनवती जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ। यम दीपदान गरे यमताबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने धार्मिक विश्वास छ। यम दीपदान परिवारका सदस्य सङ्ख्याका आधार गरिन्छ। यम दीपदान गर्दा दक्षिण फर्केर गर्नुपर्ने उनले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीय अर्थात् भाइटिकाका दिनसम्म यम दीपदान गर्ने शास्त्रीय विधि छ। कार्तिक 29 गते शनिबार बिहान नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा गर्नुपर्छ। अपराह्न 1:49 कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रीय रूपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्य प्रसाद ढुक्केलले बताए। गाई गोरु र आत्ममोह पूजा कार्तिक 30 गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ। आइतबार बिहान 11:27 औँसी तिथि छ। त्यसपछि कार्तिक शुक्र प्रतिपदा प्रारम्भ हुने भएकाले मह पूजा यसै दिन गर्नुपर्ने हुन्छ। मङ्सिर 1 गते सोमबार तिहारको मुख्य दिन भाइटिका पर्व मनाइन्छ। बिहान 11:37 भाइटिकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले जानकारी दिए। मङ्सिर 1 गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लगन विष्ण नवमांस अभिजित भूषभाषण दिएको समितिले जानकारी दिए। राज्य सञ्चालकले भने साहित्यमा टीका लगाउनु पर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रीयसम्म नै हुन्छ। मङ्सिर 1 गते भाइटिकाकै दिन यस वर्ष नेपाल सम्पतको नयाँ वर्ष मनाउनु पर्ने पनि समितिले जनाएको छ। मङ्सिर 2 गते बिहान 7:04 मात्र द्वितीय तिथि रहेकाले मङ्सिर 1 गते नै भाइटिका मनाउन शास्त्रीय सम्मत हुने समितिको ठहर छ। यसै दिनदेखि नेपाल सम्वत 1141 सुरु हुन्छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनु पर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको डाक्टर गौतमले सुनाए। नेवार समुदायका केही संस्थाले मङ्सिर 2 गते भाइटिका मनाउने भनी निर्णय गरेका छन्। त्यसैले सरकारले मङ्सिर 2 गते पनि देशभर सार्वजनिक बिदा दिएको छ। काठमाडौँको कलङ्कीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा 3 जनाको मृत्यु भएको छ। कलङ्की स्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिएको बा 3 ख 7530 नम्बरको ट्रकलाई बल्खुबाट सीता पाइलातर्फ जाँदै गरेको बा 5 ख 8865 नम्बरको खुकुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोही खुकुरा बोक्ने गाडीमा सवार 3 जनाको मृत्यु भएको हो। दुर्घटनामा 1 जना घाइते भएका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी अपिल राज बोहराका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरराज देवी घर भएका
24 वर्षीय रोशन तामाङ नुवाकोटको तारकेश्वर घर भएका 37 वर्षीय माधव घिमिरे र नुवाकोटको तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको छ। कलङ्की स्थित शहीद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो। सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका 22 वर्षीयको विजय तामाङ घाइते भएका छन्। उनको उपचार जारी छ। दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीविद कालीमाटीले जानकारी दिएको छ। रौतहटमा गोली हानी युवतीको हत्या गरेको छ। माधव नारायण नगरपालिका 7 लोहाका टोलका रामयोद्धा शाह तेलीको 18 वर्षीय छोरी अमृता कुमारी शाहलाई बुधबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको हो। हत्या गर्नुको कारण र सङ्गल समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ। अमृताकी आमा घरबाट बाहिर शौचालय गर्न गएको मौका छोपी राति करिब 11 बजे हतियारधारी समूह घरमा पसेर कञ्चटमा गोली प्रहार गरी भागेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताए। डीएसपी श्रेष्ठका अनुसार हत्यामा संलग्नको खोजी भइरहेको र घटना सम्बन्धी अनुसन्धान सुरु गरेको छ। सर्लाहीको मधुवन गोठका रूपेश शाहिद 2076 फागुनमा अमृताको बिहे भएको थियो। बिहेको केही समयपछि दुवै बीच सम्बन्ध राम्रो थिएन। यही बीच अमृताकी श्रीमान रूपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो। सम्बन्ध राम्रो हुन नसकेपछि दुवै बीच गएको असारमा सम्बन्ध विच्छेद भयो। त्यस सम्बन्ध विच्छेदपछि अमृता लोका स्थित माइतीमै बस्दै आएको उनका काका नेवारलाल शाहले जनाए। नेपाल सरकारका पूर्व भूमि सुधार तथा स्वास्थ्य मन्त्री भीम प्रसाद गौतमको निधन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका 1 पिप्ले निवासी गौतमको बिहिबार बिहान 2:30 आफ्नै घरमा निधन भएको हो। जनता समाजवादी पार्टीका केन्द्र सल्लाहकार समेत रहेका गौतम विगत 15 दिनदेखि अवस्थित थिए। अस्पतालमा निमोनियाको उपचार गएपछि उनले घरमै आराम गर्दै आएका थिए। पूर्व भूमि सुधार मन्त्री संविधान सभा सदस्य र तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनमा अगुवा गौतमले निधनको सिङ्गो तनहुँवासीलाई स्वस्थ बनाएको बन्दीपुर गाउँपालिका वार्ड नम्बर 1 का वाडा अध्यक्ष भानुभक्त पोखरेलले बताए। गौतमको अन्त्येष्टि देवघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। अम्लेखगञ्ज पेट्रोलियम डिब्बो पछिल्लो नेपालकै दोस्रो ठुलो पेट्रोलियम भण्डारमा डिब्बो पोखरामा बन्ने भएको छ। पोखरा महानगरपालिका 29मा 1 करोड लिटर अर्थात् 10,000 किलोलिटर भण्डार क्षमताका 2वटा ट्याङ्की निगमलेमा निर्माण गर्ने भएको हो। कुल 77 रोपनीमा बन्ने उक्त डिब्बोको आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्दैछन्। कुल 77 करोड भ्याट बाहेक अनुमति लगाएमा बन्ने उक्त डिब्बो 2 वर्षभित्र निर्माण कार्य सम्पन्न गरिन सक्ने निगमले जनाएको छ। सो डिब्बो निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएसँगै गण्डकी प्रदेशका 5-6 जिल्लाको 45 देखि 50 दिनको माग धान्ने निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। हाल उक्त डिब्बोको भण्डारमा क्षमता कुल 2,630 किलोमिटर अर्थात् 2,06,392 करोड 60,03,000 लिटर रहेको छ, जसमध्ये 350 किलोलिटर पेट्रोल र 2,280 किलोलिटर डिजल रहेको छ। यता नेपालकै सबैभन्दा ठुलो पेट्रोलियम पदार्थ भण्डारण डिपो अम्लेखगञ्ज डिपोको भण्डारण क्षमता कुल 2 करोड 19 लाख लिटर रहेको छ। 2 करोड लिटर डिजल र 19 लाख लिटर पेट्रोल भण्डारण क्षमता रहेको सो डिपोमा
समेत निगमले थप 4100 किलोलिटर क्षमता विस्तार गर्ने योजना बनाएको छ। कम्तीमा पनि 90 दिनको पेट्रोलियम पदार्थको माग धान्न पुग्ने गरी भण्डारण क्षमता बढाउने लक्ष्य राखेको निगमले सोही लक्ष्य अनुरूप पछिल्लो समय डिपो विस्तारको कामलाई तीव्रता दिएको हो। टुडे न्युजमा एकैछिन व्यवसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग। कोरोना नियन्त्रण तथा रोकथामका लागि करिब 7 अर्ब बजेट निकासा भएको छ। कोरोना रोकथाम शीर्षक अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 7 अर्ब बजेट निकासा पाएको हो। अर्थात् वर्ष 2077 र 78मा सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि अहिलेसम्म 6 अर्ब 81 करोड 59,06,000 विनियोजन गरेको छ भने सङ्क्रमितको व्यवस्थापन, कट्याङ, ट्रेसिङ र जोखिम भत्ताका लागि 1 अर्ब 14 करोड 29,06,000 निकासा भएको हो।
त्यसै गरी प्रयोगशाला परीक्षणका लागि 1 अर्ब 12 करोड 40 लाख तथा आइसियु भेन्टिलेटर र औषधीय सुदृढीकरणका लागि 1 अर्ब 29 करोड 90 लाख निकासा भएको छ भने विनियोजित रकममा हाई डिप्रिसिएसन युनिटका लागि विनियोजित 3 अर्ब 25 करोड समावेश भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनु भएको छ। शुक्रबार अपराह्न 4 बजे प्रधानमन्त्री निवास बलुवाटारमा ओलीले सचिवालय बैठक बोलाउनु भएको हो। महासचिव विष्णु पौडेल मार्फत सचिवालय बैठक तय भएको बताएको छ। नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्श महासचिव बोलाउने व्यवस्था छ। महासचिव पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्शपछि सचिवालय बैठक बोलाउनु भएको हो। यसअघि अर्को अध्यक्ष पुष्पकमल दाहाल सहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायण काजी श्रेष्ठले अनौपचारिक रूपमा मायावस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। दाहाल सहित 5 नेताहरूले आज पनि सचिवालय सदस्यसँग छलफल गर्ने बताएका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गर्नु भएको छ। अध्यक्ष ओली सचिवालय बैठक बोलाउनु सहमत नदेखिए अर्को अध्यक्ष दाहाल सहित 5 सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने बताएका थिए। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वभरमा 3 करोड 63 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बिहिबार बिहानसम्ममा 3 करोड 63 लाख 54 हजार 368 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्म विश्वमा 5 करोड 24 लाख 8 हजार 487 जनामा कोरोना संक्रमित भएको छ। संक्रमित मध्ये 12 लाख 88 हजार 693 जनाको मृत्यु भएको हो। हाल विश्वमा 1 करोड 44 लाख 65 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिका हालसम्म 1 करोड 7 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 66 लाख 42 हजार भन्दा बढी निको भएका छन्। यहाँ 2 लाख 47 हजार 249 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्म 86 लाख 84 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 80 लाख 64 हजार भन्दा बढी निको भएका छन्। यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1 लाख 28 हजार 164 पुगेको छ। नेपालमा हालसम्म 2 लाख 2 हजार 329 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 1 लाख 62 हजार 243 जना निको भएका छन्। यहाँ कोरोनाबाट 1174 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।